यत्रो लङ सेवा सबैमा म सिङ्गेलिम म असाध्यै आराम छु हजुरहरू पनि आराम हुनुहुन्छ होला भन्ने आशामा छु। आज असार 15 धान दिवस प्लस दही चिउरा खाने दिन पनि हो। हजुरहरूको कामले पूर्णता पाओस्, हजुरहरूको मनको इच्छा पुरा होस् भन्दै आजको चर्ती कला म सुरु गरेँ है। यही हो मेरो घर चाहिँ, पछिबाट बनाएको घर, म जन्मेको घर पनि यही हो। हाम्रो घर छेउमा चाहिँ पुरै जङ्गल छ। मैले काठमाडौँबाट लिएको सवारी यहीँ छ मेरो, यही हो मेरो सवारी चाहिँ। ल यही हो मेरो सवारी, यस्तै छ मेरो घर। उभौली लागेसँगै हाम्रो चाहिँ अन्नमा पनि उभौली लगाउनलाई पुरै हामी अहिले चाहिँ खेतबारीमै बिजी हुन्छौँ। साइक्लिङ गर्न आएको छु ऐसलखरको भन्दा ठिक्कै अपोजिटमा ऐसलखरको बजारको पश्चिमपट्टि बङ्गाली चौरमा छु है हामी। अनि यता केटाहरू छ। यो ठाउँमा चाहिँ मैले साइकल पहिले पनि लिएको थिएँ तर भिडियो चाहिँ गरेको छुइनँ। हिजो बेलुका पानी परेको थियो, आज चाहिँ दिन पनि एकदमै सफा छ, त्यही भएर भिडियो गर्नलाई हामी आएको छौँ। यो हाम्रो छेत्री भाइ, यता मेरो राई बिक्री, म चाहिँ अब सिनेमेटिकको लागि साइक्लिङ गर्छु अनि उसले क्याप्चर गर्छ है। अब त्यहीमा भेटौँ है एकैचोटि। परे भकेको तरक तिमी आकाशको जुन तारा, म परे धरतीको धुलो धुवा, तिमी आकाशको हवाई जहाज, म परे हम्बरे साइकल, तिमी उडी जाने सेतो बादल, म परे खुवाइको भ्यागुतो, तिमी उज्यालो चम्किलो भविष्य, म परे कालो अन्ध्यारो भूतकाल। जीवन गाह्रो पर्यो तिमीलाई बिर्सन, कसरी सम्हालु यो मेरो मन, आकाश र धरतीको हुन्न मिलन। कालो नकालो निकाल्छ भन्दा कालो नकालो रातिलाई जिताउने है। अरे रात जिताउँछ नि रातिले। नभेटेको भए ठिकै हुन्थ्यो, भेटिहाल्यो अब छुट्नै पर्यो, जिन्दगीको खेल छाडी जाने नै हो र, फेरि नभेट्दा साथै जान्थ्यो, प्राय समय अङ्गालै हुन्थ्यो, विरती साँचे थियो अनि माया गाँसे थियो, तिमी हाँसिराख्नु है, तिमी हाँसिराख्नु है।
एकछिन त उबाट कुदा नि यता म त्यसरी जान्नु पर्यो नि आउँदैन र त म जान्नु दिदी त जान्ने हो न ओ एक ल्याम त घुमाएको यसले तिमी हाँसिराख्नु है म त त्यही तलको सडक तिमी महँगो फरारी गाडी म परे भकेको तरक तिमी गलिसको यहाँले मेरो गर्दा यो यस्तो सिन यस्तो त यहाँ र एउटा कान्ला देखेन भनेर चाहिँ दुःख मनाउँछ नगर सक्दो चाहिँ मैले निकाल्नु खोजेको रन्के यो गलिसक्यो म झर्न स्यासम्म झर्नुपर्ने हेर यसको अन्त मेरो हात भइसक्यो कुदेको तब साइकलमा कुदिरहन्छ पछि कुद्दा चाहिँ हत्छु नि हुन्छ 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 त्यो चाहिँ हुन्छ एक गदा आयो बोल्नु मात्र
लङ लिएको यार झन् मलाई हान्न पाएन हुँदैन क्यामेराम्यान राखेर एक्सिडेन्ट गर्नु खोजेको मलाई हुँदैन यो हुँदैन मलाई क्यामेराम्यान राख्छ नि मलाई एक्सिडेन्ट गर्नु खोज्दो रहेछ यो हुँदैन म मानिनँ क्यामेराम्यान राख्दै मलाई एक्सिडेन्ट गर्नु खोज्नु न मलाई हुँदैन यो चाहिँ पाउँदैन गर फेरि ल थम्बनेल चाहिँ खतरा भयो भिडियो हान्ने के जति गरिराख्नु फोटो निकाल्ने कहाँ यतापट्टि ठिक यतापट्टि अनि यतापट्टि भ्यू चाहिँ राम्रो देखिन्छ क्या यतापट्टि गर्दाखेरि यतापट्टि गर्नु नजिकमा हान्छ हत्ता न बत्ता हान्छ मलाई यहाँनिर कम्फर्टेबल हुन्छ भनेर हान यहाँबाट यहाँसम्म हान्नु है लान अलिक पछाडि चाहिँ पछाडि लैरहनु मान्छे चिने नि तर आकाश भ्यू चाहिँ खतरा देखिन्छ है हान्नुहोस् त्यो मुला उता चाहिँ ल्याएन मुला काला काला देखाउँछ त मुलालाई तमल चाहिँ सेतो निकाल्छ भने यसले यसले किन जिते जस्तो लाग्छ यसलाई हेरौँ न यता सीताले न उता कहाँ घुमेको मुला उता गएर ले जाठा नजिक नै बिस्तारै ब्लक लाएर ब्याक लाएर निस्केर लग न त तँलाई तल चट्नै पर्छ सिधाले जाठा भ्यू चाहिँ चाहियो मलाई हो त्यहाँबाट चुक्ताका घर मलाई ल भयो 1 मिनट भइसक्यो कहाँ अनि यति छिटो उचाल्नु सक्छ त मलाई मैले कुदाएको भन्दा डर मस भनेको होइन नि यता त तान्न यता के त तान्ने त यसले बिगार यता त तान्न उता गएको यता त तान्न छैन कस्तो रिमोटबाट गर्नुपर्छ क्या साले फोनै ह्याङ भयो अनि कस्तो मुला गयो लगाएर गर्दा गर यतिको लागि उडाएको थुक्का मुला रिमोट ल्याउनुपर्छ क्या कहाँ पुग्यो केही छैन हेर्नु कहाँ पो हो नि हेर्न गएको गयो फोन त ह्याङ भयो कस्तो रिमोट ल्याउनु पर्छ क्या छोडे आओस् बल्ल बल्ल गोब्रो के जति ड्रोन उडाएको थुक्का गयो खेर मेरो ड्रोन गयो फन्का नाच्नु आएको यो कलुवाले गर्दा कस्तो उडाउने गरिरहेको बनाउन गएर तर भिडियो त छैन ब्लू बुक यहाँ छ ड्रोनको यसलाई पनि प्लेन बनाएर उडाउ त्यसलाई प्लेन बनाउने हामी बिजोग भयो नि त ड्रोनको यसलाई अहिले नि ड्रोन बना त उडाउ ड्रोनको गोल त यहाँ छ अब म फोन बोक्ने बनाउँछु यसलाई यिनीहरू बोक्दा भइहाल्छ यिनीहरू अड्छ त त्यही भएर ठिक छ ल गाइस मेरो ड्रोन गयो यार साँच्ची हो बिचै त भन्छ तर मलाई त्यो ड्रोन फाल्नै थियो कि मन चाहिँ यता देखा न बस गर्न
त्यो ड्रोन चाहिँ मैले त्यो अनलाइन सपिङ गरे हो कि अनि त्यसले राम्रो काम पनि गर्थेन त्यतिकै किन्न सक्थ्यो मलाई मरिहाल्यो अनि ट्याग पनि गर्नु नमिल्ने अनि कुदाउन चाहिँ कुदाएको त्यसो भिडियो सुरु गरौँ भनेको यो डाटा खासमा त ड्रोन लिनै आएको थिएँ ड्रोन पनि उडी गयो अब पनि उड्ने बेला भयो अब त फोन त हातेरमा आएको सस्तोवाला ड्रोन हो गाइस मलाई तर त्यो पैसा चाहिँ खेर गयो केही छैन कुच्चाएर फाल्नु मन थियो भएन उडी त को उडोस् जिन्दगी जोस् अब कहाँ कतिसम्म बस्छ त्यसमा के छ र त्यही ड्रोन मलाई ड्रोन किनेर फाइदा भएको यही झोला हो अब यही झोलामा यस्तै बोक्ने अब त्यति नै के गर्नु हेर्दै हेर्दै गयो त यसको माल मैले यसलाई सम्पेको थिएँ ल लैजा केटा गरी स्कुटले चाहिँ काटिदिन्छ गयो त मेरो ड्रोन त 4000 त हेर फालिदिन्छु म त देखिस् 4000 मोबाइल ह्याङ भएर अनि एकन बना न दुईटा उडाऊ सन्तुष्ट मिल्छ अब ल तै बना झ्याउ लाग्छ म उठाउँछु साइकल मलाई हेल्दी हुनु छ अरे जग्गा मलाई ड्रोनमा गएकोमा त्यही कुरा चाहिँ देखाइदैन भन्ने एक दुई शब्द बोल्छ तेरो ड्रोन भएको कि त्यो मेरो ड्रोन गयो त गयो मेरो गयो कहाँबाट मिलाउने सिक त यार तैँले सिकेर के काम गर्छ नच फेरि दुईजना राइट छु एकजना फर्स्ट फेरि बाँकी त तेरो घर भयो न फुटबासै केटा अझै बोल भाइ राई दुईजना राईको पुछमा त छेत्री मिसिएको छ जाँदा सुँगुर खोर्न लगेर भान्छु तँलाई सुँगुर नखाने भए भएर सुँगुर नखाने यो छेत्री भए पनि सुँगुर सबै ड्राइभर खाँदिनँ भन्ने भनेको छु खान्छु म पनि खाँदिनँ भनेको त जा तेरो मासु त खान्छु उति उति को ए म त को भन्छु कुदाउँ के केटा रोडमा रोडमा त जसले नि कुदाइहाल्छ नि बाटा सिक्नु पर्यो फेरि नसिकेको चाहिँ दिदी कसको ओ ड्रोन गयो मेरो ए मोबाइल कस्तो तात्ती छ यार केटा यो कसको मेरो हो हाम्रो मेरो है मोबाइल तात्ती अब हामी मेरो ओरिजिनल ड्रोन गइसक्यो यता फोकस गर्दै केटा यता फोकस गर न कुन क्यामेराले फोकस कहाँ हो मलाई देखा मात्रै उचालेर देखा न केही देखिँदैन त त्यस्तै हो अब मेरो ड्रोन गइसकेपछि म यसको ड्रोन बनाएर उडाउन बाध्य छु कतिको उड्छ त्यो पनि अब तैँले भेटिस् ल है त अब हेर्नुहोस् मैले पनि साइकल कुदाएको ल मा हामीलाई चाहिँ के सम्झेको हामी चाहिँ के ठानेको हामीलाई चाहिँ के ठानेको माका हामी पनि माका ए मलाई नि कुदा डा के त के हुन्छ राम्रो ट्राई हुन्छ हल्लियो नि त क्या भएर हेप्ने खुलाले पकाउँछ यो भाँची जान्छ कि भनेर मात्र हो क्या नत्र म है मलाई सजिलो बाटो लानुपर्छ नि त मलाई अठो त्यति त जानु अनि ओह्रालो सजिलो हुन्छ पुऱ्याउनु अनि गयो भने ब्रेक पोलाउनु कि मान्छे म जानु त नि यताले त गाइस म यसलाई साइकल कुदाउनु सिकाउँदैछु है भ्लगिङ गर्दै यसो नै गर्छस् भने मलाई गोठाला गर्ने ठाउँमा म साइकल कुदाउँदैछु एउटा हातले ओइ 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 लडे अब ब्रेक चाहिँ उकालोमा गएर लाउनुपर्छ
अयो यो गर्ने मलाई गर्दैन भने हा के को चढ्छ हट यिनीहरूको उपत्र हेर त गले गले म मरेर साइकल उकालो चढाउँछु यहाँबाट उता चाहिँ नजा